हेलो साथीहरू नमस्कार। यो भिडियोको भोइस ओभर यसरी दिउँला जस्तो लागेकै थिएन, जे हो त्यही भनेरै भोइस ओभर गरौँला जस्तो लागेको थियो। तर अहिले यही सोशल मिडियामा देखिरहेको छ छोरी मान्छेको मरण पनि कस्तो कस्तो लेखेको हुँदो रहेछ जस्तो लाग्ने के आफैलाई। अब जन्मिएर 12 वर्ष नहुँदै 16 वर्ष नहुँदै कसैलाई बलात्कृत भएर मर्नु परेछ, कसैलाई श्रीमानले पिस पिस गरेर काटेर मारेको छ, कसैलाई सासू ससुराले कुटेर मारेको छ। हरेक कुराबाट प्रताडित हुनुपर्ने, प्राकृतिक हिसाबले पनि छोरी मान्छेलाई नै कति गाह्रो, महिनावारीको दुःख, बच्चा पाउनुको दुःख सबै कति गाह्रो हुन्छ है। त्यही पनि हाम्रो समाजले अझै पनि छोरी मान्छेहरूलाई नै रुल्स एन्ड रेगुलेसन रिस्ट्रिक्सनमा छोरी मान्छेलाई नै हुन्छ। तर यो छोरी मान्छेलाई मात्रै रुल्स एन्ड रेगुलेसन रिस्ट्रिक्सन सिकाउनुभन्दा केही कुरा अनुशासन डिसिप्लिन आफ्नो छोरालाई पनि सिकायो भने राम्रो पनि हुने थियो होला। छोरीलाई जसरी रिस्ट्रिक्सन लाइन्छ छोरालाई नै त्यसरी नै रिस्ट्रिक्सन लाउने, अरूको छोरीको सम्मान गर्न सिकाउने, छोरी मान्छेको सम्मान गर्न सिकाउने भने त अलि राम्रो अलि सभ्य हुन्थ्यो होला यो समाज। तर कति गाह्रो एउटा छोरी मान्छेलाई बाँच्नलाई आफ्नो पहिचान बनाउनलाई, आफू सर्भाइभ गर्नलाई कति गाह्रो है। जति हेऱ्यो त्यति आफूलाई पनि दिक्क लाग्छ कि। त्यही भएर यो भिडियोको भोइस ओभर चाहिँ मैले यसरी गरेँ, जस्टिस फर एभ्री गर्ल्स एन्ड वुमेन्स, अनि स्पेसली इनिसा बहिनी, जस्टिस फर इनिसा बहिनी। थ्याङ्क यू फर वाचिङ माई भिडियो।